गाइस, स्वागत छ मेरो च्यानलमा। मेरो नाम हो आतुष पाण्डे। वेलकम ब्याक टु माई च्यानल। सो आज मैले आफ्नो फर्स्ट डे अफ कलेजको एक्सपिरियन्स सेयर गर्न गइरहेको छु हजुरहरूसँग। हजुरहरूले नि फिल गर्नु नै हुन्छ होला त कतिजनाको त 11को फर्स्ट क्लास आजदेखि नै सुरु भयो नेपालमा त 1 गतेदेखि। अनि अब म तिलोत्मा क्याम्पसमा पढ्छु, यो बुटोलमा छ। मेरो 10 बजे बस आयो, म 11 बजे कलेज पुगेँ। अब 11 बजेदेखि कलेज स्टार्ट नै भयो कि भनौँ। अनि मेरो 1:30 बजीसम्म कलेज चल्यो। मेरो अब फर्स्ट पिरियड इङ्ग्लिस थियो। मैले त अब कोहीलाई चिनेको थिएन। मेरो सबभन्दा त समस्याको कुरा के भयो भनेपछि मेरो क्लासमा जम्मै केटी पढ्ने के 12वटा केटा छन् अनि सबै केटी। त्यसले त गर्दा त झन् अरू टोटल त 48 जना स्टुडेन्ट छन्, त्यहाँबाट 12 जना केटा, अरू सबै केटी। त्यो भनेको के नै भन्ने अब। अनि त्यो अब कसरी मेन्टेन गरिन्छ, पढ्न गएको हो। अनि त्यसपछि पढाइ भएन, इन्ट्रोहरू गराउनु भयो आफ्नो बारेमा। सरहरूले आफ्नो भन्नुभयो कुराहरू, अनि हाम्रो बारेमा नि सोध्नुभयो। कुनै सरले हल्का कन्टेन्टहरू भन्नुभयो के पढिन्छ। अब भोलि डे 2 हो, भोलिदेखि अब पढाइ सुरु नै हुन्छ। भोलि नोट कपीहरू लिएर आऊ भन्नुभयो, टेक्स्ट कपी, बुकहरू लिएर जानुपर्छ। भोलिको कुराहरू अब अनलाइन अब पढाइ स्टार्ट हान्नु नै पऱ्यो। भिडियोहरू त अब टाइमलेस भिडियोहरू बनाएर राख्नु पर्ला जस्तो छ। हेरौँ के गर्छु, कसरी गर्छु, सबै हजुरसँग सेयर गर्छु। अनि जो डक्टरीको तयारी गर्नुभयो कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। हामीले यो जर्नी सँगै जाम अनि सक्सेस पाम। ल, थ्याङ्क यू। फेरि भेटौँला। बाई बाई गाइस।